सबैलाई ख्रिस्टको नाममा जय मसीह। उत्पत्ति 1:26मा लेट अस मेक म्यान इन आवर ओन इमेज एन्ड अकर्डिङ टु आवर लाइकनेस भनेर बाइबलको वचनले भन्दछ। यानि नेपालीमा मानिसलाई हाम्रै स्वरूप र प्रतिरूपमा बनाऊ भनेर भनेको छ। यो स्वरूप र प्रतिरूप इमेज अनि लाइकनेस चाहिँ के हो एक्चुअलीमा हामी बुझौँ। सबभन्दा पहिला चाहिँ इमेज भनेको जुन चाहिँ स्वरूप भन्ने शब्द छ हिब्रू भाषामा यसलाई सेलेम भन्छ, TSELEM। यसको मतलब चाहिँ प्रतिनिधि या प्रतिबिम्ब हो, रिप्रेजेन्टेसन या रिफ्लेक्सन हो। त्यसैले गर्दाखेरि यो संसारमा मान्छेलाई परमेश्वरले दिनुभएको अधिकार, उहाँको महिमा र उहाँको चरित्र यानि क्यारेक्टरलाई दर्शाउनुको लागि चाहिँ मान्छेलाई बनाएको थियो। अनि त्यो बेला एडम र हवालाई। अब मुनि हेरौँ कि लाइकनेस यानि प्रतिरूपमा, अहिले हामीले स्वरूप हेऱ्यौँ, अब प्रतिरूप भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सरल भाषामा बुझौँ भने चाहिँ छोरा बाउ जस्तै देख्छ, काटाकुटी बाउ जस्तै देख्छ भन्छ नि, छोरी आमा जस्तै देख्छ, एकदम आमापट्टि नै गएछ भने जुन चाहिँ त्यो ढाँचा छ त्यसलाई चाहिँ लाइकनेस भन्छ। त्यस्तै गरी यसलाई चाहिँ हिब्रू भाषामा दिमुत भन्छ। दिमुत भनेको चाहिँ अहिले मैले भने सिमिल्यारिटी या रिजेम्ब्लेन्स यानि सामन्त र मिल्दोजुल्दो देख्नु। त्यस्तै गरी मान्छेलाई चाहिँ परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूप भन्नुको अर्थ चाहिँ उहाँको प्रतिनिधि र प्रतिबिम्ब हुनुको लागि उहाँको क्यारेक्टर, ग्लोरी र अथोरिटी यो संसारमा देखाउनुको लागि अनि उहाँ जस्तै मिल्दोजुल्दो एट्रिब्युट्स र क्वालिटीहरू चाहिँ झल्किनुको लागि चाहिँ एक्चुअलीमा त्यो स्वरूप र प्रतिरूप मान्छेलाई दिएको थियो। अब मान्छेलाई परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भयो भन्नुको एक्चुअल कारण चाहिँ के हो भन्दाखेरि चाहिँ जब हामीले सोच्छौँ र निर्णय गर्छौँ, यो कहाँबाट चाहिँ हाम्रो ब्रेनमा डेभलप हुन्छ। हामीले माया गर्न सक्छौँ, हामीले सम्बन्ध राख्न सक्छौँ, यो एक्चुअली किन भएको। हामी मान्छेहरू क्रिएटिभ छौँ। पुरानो समय एन्सियन्ट युगदेखि अहिलेको कलियुगसम्म हेर्नु भने मान्छेले संसारमा के थोक चाहिँ गरेको छैन। यत्रो क्रिएटिभ गर्ने यो सोच विचारहरू चाहिँ कसरी चाहिँ हाम्रो ब्रेनमा डेभलप्ड हुन्छ, त्यो एउटा कारणले हामीले सही र गलत छुट्याउनु सक्ने त्यो हिम्मत कहाँबाट चाहिँ डेभलप्ड हुन्छ हाम्रो सोच विचारमा, हाम्रो कन्सियसमा। यही स्वरूप र प्रतिरूप परमेश्वरले दिनुभएको एक्चुअल कारणले गर्दाखेरि। अब सिम्पल प्रश्न हेरौँ कि के जब पाप आयो उत्पत्ति 3मा, त्यो पापले जुन मान्छेमा परमेश्वरले स्वरूप र प्रतिरूप हाल्नु भएको थियो, के यो एकदम मान्छेबाट हटेर गयो, एकदम रिमुभ भयो या इरेज भयो, मेट्यो भनेको मेटेन, तर यो ड्यामेज भयो, एकदम नाश भएर गयो, तर ड्यामेज भयो। सिसा फुटेको जस्तै भएर मान्छेको जीवनमा स्वरूप र प्रतिरूप इमेज र लाइकनेस चाहिँ ड्यामेज भएको हो। अब यही ड्यामेज भएको जुन स्वरूप र प्रतिरूप मान्छेको जीवनमा थियो त्यसलाई चाहिँ कोलोसी 1:15 अनुसार येशू ख्रिस्ट चाहिँ अदृश्य परमेश्वरको छवि हुनुहुन्छ, इमेज अफ इन्भिजिबल गड। अनि ख्रिस्टमा भएर चाहिँ फेरि यो जुन चाहिँ पाप आएर चाहिँ एडम र हवा र मानव जातिमा जुन चाहिँ यो स्वरूप र प्रतिरूप इमेज र लाइकनेस चाहिँ ड्यामेज भएको थियो, यसलाई फेरि प्रभु येशू ख्रिस्टले रिस्टोर गर्नु भएको छ। यदि हामी ख्रिस्टको पछि लाग्छौँ भने उहाँको प्रतिनिधि, उहाँको प्रतिबिम्ब र सिमिल्यारिटी, रिजेम्ब्लेन्स, सामन्त, मिल्दोजुल्दो हुने जुन चाहिँ स्वरूप र प्रतिरूप छ यो हामीमा फेरि रिस्टोर हुँदछ। इमेज भन्दाखेरि हाम्रो दिमागमा के आउँछ, हामीले आफ्नै फोटो खिचेर आफूलाई हेर्दाखेरि चाहिँ त्यहाँ के देख्छ, आफूले आफूलाई देख्छ, रिप्रेजेन्ट गरेको हो नि त। त्यस्तै हो लाइकनेस भनेको चाहिँ रिफ्लेक्टिङ गड क्वालिटिज एन्ड क्यारेक्टर, उहाँको क्वालिटी र क्यारेक्टरलाई हामीमा देखाउनु, मिल्दोजुल्दो परमेश्वरको जस्तो बानी बेहोरा देखाउनु हो। त्यसैले गर्दा ख्रिस्टले चाहिँ मानव जातिमा अब यो कुरोलाई फेरि रिस्टोर गर्नुहुन्छ। त्यसैले उहाँ देहधारी भएर चाहिँ परमेश्वरको स्वरूपमा आउनुभएको। जब हामीले ख्रिस्टलाई हेर्छौँ हामीले अदृश्य परमेश्वरलाई हेरेको जस्तै यस्तो रहेछ भन्ने कुरा हो। अब हामी अलिकति साइन्सको बारे डिस्कस गरौँ। जब मैले भने जब हामीलाई परमेश्वरको स्वरूप र प्रतिरूपमा बनायो त्यो कारणले गर्दाखेरि चाहिँ बाइबलले भनेअनुसार हामीले सोच्ने, निर्णय लिने, हामीले सही र गलत छुट्याउने, हामीले सम्बन्ध बनाउने, माया गर्नु सक्ने, हामी क्रिएटिभ भएको अनि परमेश्वरसँग पनि सम्बन्ध राख्नु सकेको एक्चुअल कारण हो स्वरूप र प्रतिरूपले गर्दाखेरि। तर साइन्सले भने अनुसार चाहिँ हामी मान्छेको जुन चाहिँ यो दिमाग छ यसमा 86 बिलियन न्युरोन्स, नर्भ सेल्स छ।
अनि यो 86 बिलियन नर्भ सेल जुन चाहिँ प्रिफ्रन्टल कर्टेक्सको अगाडि जब एक्टिभेट हुन्छ यसले गर्दाखेरि चाहिँ मान्छेले सोच्नु सक्छ अरे निर्णय लिनु सक्छ भन्छ। तर यो जुन चाहिँ प्रिफ्रन्टल कर्टेक्स यो ब्रेनको अगाडिको जुन चाहिँ हिस्सा छ अनि 86 बिलियन न्युरोन्स जुन चाहिँ नर्भ सेल छ यसमा चाहिँ यो कन्सियस अनि यो सोच्ने क्षमता चाहिँ कसरी चाहिँ उत्पन्न हुन्छ भन्ने कुरा चाहिँ साइन्सले पनि अहिले यो प्रश्नको प्रश्न राखेको छ तर उत्तर दिनु सकेको छैन। तर बाइबलले चाहिँ स्पष्ट एक स्टेप अगाडि गएर उत्तर के दिएको छ भन्दाखेरि चाहिँ हामीले जब सोच्छौँ, निर्णय डिसिजन लिन्छौँ, माया गर्छौँ, सम्बन्ध राख्छौँ, सही र गलत छुटाउनु एक्चुअली सकेको कारण चाहिँ जब मान्छेलाई बनायो परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा त्यो कारणले गर्दाखेरि चाहिँ हामीले गर्नु सकेको हो। पाप आयो, यो ड्यामेज भयो, नाश भएर गएन, तर येशू ख्रीष्ट आउनुभयो। अब उहाँलाई हामीले जब पालन उहाँको पछि लाग्छौँ यो कुरा फेरि रिस्टोर हुँदछ। सबैलाई जय मसीह।